हाल अहिले भनेको म चाहिँ बसभित्र बसेर भिडियो बनाइरहेछु गाइजहरू हेर्नुहोस् र यस्तो हुँदैछ बाहिरको मौसम घाम लागिरहेको छ बिहानको 7 बजिरहेको छ देखाउन चाहन्छु म तपाईहरुलाई म भित्रबाट नै सबै कुराहरू खुलेर भन्न गइरहेको छु आजको दिनमा तपाईहरु जहाँ बसेर हेर्नु भएको छ जसरी हेर्नु भएको छ प्लिज कमेन्ट बक्समा आएर फ्ल्याट कमेन्ट फ्याक्दिनु होला गाइज अति सुन्दर छ हाम्रो देश नेपालमा प्राकृतिकले सुन्दरता वर्णन गर्न नसकिने केही कुराले अभाव नभएको छ हाम्रो देश नेपाल भन्दैछु र यतिखेर हामी खिजी फलाटेसम्मको यात्रा गरिरहेको छौं बस भित्रबाट म चाहिँ भिडियो बनाउँदैछु है गाइज ल है र फेरि पनि भन्नु पर्दाखेरि बस यात्रा सकिएर म अब हिँड्दै छु पैदल यात्रा सुरु भएको छ मेरो यात्रा चाहिँ अब उता पसङ लमु शेर्पाको घरसम्म हो यो चाहिँ चर्नालु भन्ने ठाउँमा हो गाइज यस्तो छ यो सिमी रोपेको छन् मौसम यस्तो छ यहाँ आइपुग्दाखेरि मौसम यस्तो भएको छ देश गरिब भएको कारणले यी घरहरू सब रित्तो छन् किनकि युवाहरू सब विदेशतिर त्यसै गरी अब भोक लागेको अवस्थामा अब निमी शेर्पाले रिल्दुक भन्ने कुरा कुट्दै हुनुहुन्छ रिल्दुक कुटेर खाने सोच छ अब टट्ट लाएर रिल्दुक खाएर म चक्क बसिरहेको थिएँ घाममा हो मस्त घाम लागिरहेको छ यसो सम्झे खोलामा अब पानी तातो आइरहेको जस्तो फिलिङ हुन्छ यो बेला गएर चाहिँ अब एकताले डुब्बा पौडी स्विमिङ हान्दिनु पर्यो भनेर गइदिए खोलातिर फेरि घाम लागिरहेछ चर्को त्यस्तै घाम एक जोर लुगा राखेर झोलामा पौडी खेल्न जामिन खोलामा चर्को लाग्यो घाम गर्मी धेरै बढेछ चर्को लाग्यो घाम घामका आधी खोला कस्तो लाग्यो त गाइस मेरो पौडी खेलेको तरिका त्यसपछि घरतिर गएँ घर गएर अब एकछिन बसेको थिएँ त्यसपछि त पाटले ल्याप्प चुम्बन चाटी गरेर भनेको गाइस ल हेर्नुस् है त यो भिडियोमा देखाउँछु तपाईहरुलाई यहाँ रबिनलाई चाहिँ मार्नु आरिसकेको छ बोको आरामले ल हेर्नुस् गाइस अब छोरा मान्छे भएपछि त गाउँमा त यतिको लोकल छ्याङ त हान्नै पर्यो हैन अब लोकल सोकल बोतलको बोतल जम्बु छ्याङ पनि हानी हो फेरि हामी पानी सानी परेर हसिना परेर बिजोक दर्शक महानुभावहरुले यस्तै मौसम भयो भने अहिले एकछिनमा हिउँ पर्ने सम्भावना रहेको छ गाइस हेर्दै जानुहोस् यस्तो छ खबर ताजा अपडेट हे गाइस हेर्नुहोस् गाइस हेर्नुहोस् सबैजना यहाँ भिडियो गर्नुको लागि लामबढ्दो रूपमा रहेको छन् हेर्नुहोस् गाइस यस्तो छ मौसम यस्तो मिङमा शेर्पा यहाँ छ मिङमा शेर्पा बाफ रे बाफ र यो चाहिँ पा हो गाइस अस्तिको दिन पानी पर्दा असिना पर्दाखेरि पौडी खेल्दाखेरि अलरेडी समाएर ल्याएको थियौँ अनि सुकाएर यसलाई चाहिँ 2 दिन जति भएछ अनि आज चाहिँ यो कटिङ सटिङ गरेर फ्राई गरेर खानेवालामा छौँ अनि यसमा यो भिडियोमा देखिराख्नु भएको छ यो चाहिँ भने सुकुटी बनाएको हो यो चाहिँ हड्डीहरू हुन् यो हड्डी यो चाहिँ अब त्यो भित्रासित्रासहरू हुन् अनि सुकुटी बनाएर सुकाउँदै छु र यो चीज भनेको चाहिँ एकदम नेपालमा थोरै मात्रामा खाइने चीजको चाहिँ सुकुटी हो गाइज कमेन्ट गर्नु होला कुन चाहिँ जनावरको होला हैन गाइज ल राइट एन्सर दिनेलाई गोला पर्था गरेर कमेन्ट गर्नेहरूलाई 100 रुपैयाँको रिचार्ज ड्याममै के कस्तो लाग्यो होला त गाइजहरूलाई आजको यो मेरो भिडियो नयाँ टाइपको कन्टेन्ट बनाएको छु है गाइज तपाईहरुको लागि भनेर हेरेर इन्जोय गर्नुहोस् रमाइलो लिनुहोस् भन्दै आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु हस्त नमस्ते बाइ